प्रश्नको स्कुटीमा जाने हामी एक्जामको बेला जहिले अब निलमनामा लडाइदिन्छु बाटेमा अनि दुईटैजना हामीहरू स्वर्ग हैन तर मलाई विश्वास छ गाइस सी इज प्रो स्कुटी चलाउन तर लडाउँदिन ब्यालेन्स गर्न सक्छु अनि आज एक्जाम कस्तो भयो है दोस्त के हो म त कलेज आएर गए जस्तो भइरहेछ मजा आयो मजा एसाइनमेन्ट दिनुहुन्छ नि सरले क्लासमा त्यस्तो एक्जामको पनि बाल छैन हामी यस्तो ढिट स्टुडेन्ट हो न डर छ कस्तो के भन्छ यसलाई ढिट नै भन्छ ढिट नै भनौँ होइन अनि भोलिको प्रिपरेसन कस्तो छ दोस्त भोलि पनि त्यस्तै हो हलमा त हुँदैन क्लासमा हुन्छ अलिक एक्जाम जस्तो होला एउटा च्याप्टर मात्र पढ्नुपर्छ र पनि हामी पढ्दैनौँ त्यही धेरै भयो हामीलाई त्यही भयो तर एउटै च्याप्टर 30 पेज भन्दा पनि धेरै छ ल जाऊँ ल गाइस हिँडौँ अब हेरौँ 5th सेमको फर्स्ट सेमिस्टरको एक्जाम हो है गाइस जाऊँ चेकआउट पनि गर्नुपर्छ त्यहाँ ल गाइस अब हामी गएको चेकआउट गर्न अनि भ्लग हो गाइस कस्तो भयो एक्जाम सबै अलगोरिदम बिर्से मैले मेरो एक्जाम राम्रै भयो अलगोरिदम पनि बिर्से कति 30 मा 35 आउँछ 35 मेरो 50 मैले पनि कटो धेरै नै हो पेपर मात्र थपी बनाइदिए के लेख सबै गाड्दिनु त सरले कचा टपर बी लाइक हियर द टपर एन्ड हियर द टपर फ्रम ब्याक साइड यस्तै हो ल गाइस यो हाम्रो कलेज हो यो एडमिनिस्ट्रेसन हैन अब हामी चाहिँ गइरहेछौँ